यो क्वेसन पढ्ने पोजिसन भ्याक्टर भनेको छ। मतलब पोजिसन भ्याक्टर भनेपछि एउटा पोइन्ट चाहिँ 0,0 मा हुन्छ है त। सो ओ भनेको पोजिसन भ्याक्टर हो भने यो 0,0 मा हुन्छ र ए र बी पोजिसन भ्याक्टर मतलब ए र बी लाइन छ, यो 0,0 बाट बनाएको भ्याक्टर है त। ओए ओबी भनेको पोजिसन भ्याक्टर भयो अब यसरी। र उयो पनि दिएको छ, ए को लागि 4i 3j दिएको छ भने बी को लागि 2i - j दिएको छ। र अब मिड पोइन्ट भनेको छ, यो लाइनको मिड पोइन्ट यहाँ छ अरे सपोज, र यसलाई एम भनेको छ। र मिड पोइन्टको पनि के भनेको छ, पोजिसन भ्याक्टर भनेको छ, मतलब ओएम। र ओएम को भ्याल्यु निकाल भनेको छ है त। सो ओएम भनेपछि मिड पोइन्ट भएपछि के हुन्छ, मिड पोइन्ट भनेको हाफ ओए प्लस ओबी, ओए प्लस ओबी दुईटा भ्याक्टर को हाफ है त। मतलब एउटै भर्टेक्सबाट आएको छ नि, ओएम ओए ओबी सबै एउटै भर्टेक्सबाट हुनुपर्छ भनेको थियो। देन ओए भनेको 4i 3j, ओबी भनेको 2i j। सो यहाँबाट सल्भ गर्ने आफ्नो आफ्नो आई वाला 4 to 6 अनि 2j, अब डिभाइड गर्ने 2 ले 3i प्लस j। यसरी आयो ओएम भ्याक्टर मिड पोइन्ट फर्मुला लाएर।